यत्तिको मजा चाहिँ तपाईँहरूको भएको थियो, हाम्रो नि भएको थिएन, तर आज भयो। सो हामी चाहिँ सिस्नेरी जाँदैछौँ। सिस्नेरीको बाटोहरू देख्न सक्नुहुन्छ। जाँदाको 1.5 घन्टाको बाटो हो खासमा चाहिँ, तर हामी चाहिँ 2 घन्टामा पुगेको थियौँ र भ्यालीबाट पर्याप्त सामानहरू नलगेको कारणले गर्दाखेरि सिस्नेरी बजारमा सपिङ पनि गरेको थियौँ। र यो चाहिँ सिस्नेरी जाँदाको बाटोको सिन हो, देख्न सक्नुहुन्छ। यति उकालो थियो र हामीले चाहिँ सपिङ यस्तो गऱ्यौँ होइन, मासु। सो अफ रोड पनि भएरै थियो र देख्न सक्नुहुन्छ सिस्नेरीको स्विमिङ पुल। र हामीले चाहिँ आगो बालेर सेकुवा पाउन थाल्यौँ। बेहुसँगै रमाउँदै सेकुवाको आनन्द लिन थाल्यौँ। सो यो अचारको लागि हामीले टमाटर फुल्यौँ। हाम्रो सेकुवा पनि रेडी भयो। अन्त एक्सिम पनि हामीले अर्ग्यानिक फ्रिजमा राखेको थियौँ र हामी 2 जना मिलेर खान सुरु गऱ्यौँ। लास्टमा स्विमिङ गऱ्यौँ। यति मजा भयो, तर पानी चाहिँ लास्टै चिसो थियो। थ्याङ्क्स फर वाचिङ।